लासो फ्याफुल्ला एउटा पाठ पढेर हेरौँ आउँदो रहेछ नआउँदो रहेछ म सिक्दै छु जानेछु मलाई सिक्ने मौका दिनुहोस् मलाई ऊर्जा प्रेरणा दिनुहोस् धन्यवाद तपाईँहरूको सुखमय जीवन बितोस् सुखद दिन रहोस् तपाईँहरूको आजको दिन सागादावा बुद्ध स्वयं यो धरतीमा यतिखेर अवतरण गर्नुभएको यो तालोको वर्षमा धेरै महत्त्वपूर्ण र पावन अवसरमा उहाँ यहाँ यो धरतीमा पाल्नुभएको भन्ने हामी आस्था छौँ त्यो आस्थाले गर्दा हामी सबैको कल्याण गर्नको निमित्त हामीले उहाँलाई स्वागत गर्दै हामीले केही माग्नुपर्ने हामीलाई शान्ति माग्नुपर्ने हामीलाई आशीर्वाद माग्नुपर्ने हामीलाई आयु माग्नुपर्ने चिजहरू तपाईँहरूले माग्नु होला सक्यो भने बिहान एकचोटि बेलुका एकचोटि भयो भने ओम माने पेम ओम माने पेम सिद्धिया ओम माने पेम ओम माने पेम सिद्धिया ओम माने पेम ओम माने पेम सिद्धिया भनेर तपाईँहरू सबैले 2 शब्द 5 मिनटको लागि गर्नुस् यो तपाईँको आफ्नो स्वास्थ्य तपाईँको मन वचन कर्म सबै शुद्ध भएर जान्छ यो मानसिक पनि सफा भएर जान्छ शरीर पनि स्वस्थ भएर जान्छ यो भित्र भएको कालो मैलो पनि सफा भएर जान्छ त्यसले गर्दा यो सुझाव तपाईँहरूलाई दिँदै म 2टा अक्षर पढ्न गइरहेको छु तपाईँहरूले माफ गर्नु होला यी मलाई सुनिदिनु भई सहयोग गरिदिनु होला म जानी नजानी 2 शब्द पढ्दैछु यो छेपा मेपे सुङ्गाक भनेको अब यहाँको अब अमितायु बुद्धको यो के भन्छ यो पाठ हो मन्त्र त्यो थोरै म पढेर गर्छु तपाईँहरूले सुनिदिनु होला धन्यवाद लासो फ्यापुल्जे जिग्देन देनबे चोहो जेबा मे दुइमे जेब मालुई जोबे बलगन मे दुंगल क्युरबे नामजी क्याउसन्जे छेबा मेला छचालो सिङ सेदङ यो चाहिँ फेरि यो दोबाटो भनेको ओम अमरानी जियन ओम अमरानी जियन दे जियन्ती स्वाहा ओम अमरानी जियन्ती स्वाहा ओम अमरानी जियन्ती स्वाहा यो चाहिँ तपाईँले सक्दो चाहिँ 108 पढ्न सक्यो भने धेरै राम्रो हो ओम अमरानी जियन्ती स्वाहा गेवादेयी निर्दो दग छेपा मे छेपा मे घन्टु जुरुने ढोगा चिक्याङ मालुई बधेई सला ढो बरस्यो झे सुङ्गनी यो फेरि त्यो बाटो नोइगे वाङ छुगु रन्जन तेरङा सिङ नोइजिन नर्छाङ माङबो कोङ्गे जे ज्याङछो क्यो बे गन्बो जम्बे पल नोर्ला तेरवाङ नामला छालो ओम झम्बाला जलेन्दै स्वाहा ओम अघि ओम अमरानी जीवन्ती भने नि होइन जीवन्ती भने अब यो चाहिँ कुबेरको हो यो चाहिँ धनको लाभको लागि हामीले माग्ने हो है फेरि तपाईँहरूलाई अलिकति बुझिदिनु होला ओम झम्बाला जलेन्दै स्वाहा ओम झम्बाला जलेन्दै स्वाहा ओम झम्बाला जलिन्दै स्वाहा ड भन्छ ड्र भन्ने अब हुन्छ कसैले ओम झम्बाला जलेन्दै स्वाहा ओम झम्बाला जलेन्दै स्वाहा यसरी पढ्ने हो गेवा देई न्युर्दो दाग नर्गी वाङचो ढुब जुरुने ढोवा चिख्याङ मालुई बा धेई सला ढोबरस्यो ओ मानी पेमा हङ यो चाहिँ ओ मानी पेमाङ मात्रै भन्दै जाने अब लास्टमा होइन अनि ओ मानी पेमा हङ 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 hong yan lag ge den dui je jing bo de chom dan kor dang cha la bol wara ji si ne da yang sam jan tham je ji
Jogjoji din dipdaga nyurdu sanje shuk om guru sarva tata gada adharma pradinjaye swa puja mega samundra sabaran samay ahong yan lag yadan duje jimbo de chumnan khordan chela bulwara ki sine dayan simjan thamje ji chogjo dipdag nyurdu sanje shuk om bada om guru sarva Tathagata adharma pratinjaya puja mega savundra saparane samaye ahongo enlagyadan doje jinga bode chamdan goradang chela bulwara jisene dagadang semjan tamje je jog chokjog diba daga nyurdo sanje shok om guru sarva tathagata adharma pratinjaya puja mega samudra saparane samaye ahong om ahong om ahong om ahong Om Bajar Guru Pema Siddhi Om Bajar Samaya Siddhi Pema Om Mani Pema Om Mani Pema Om Mani Pema Om ल धन्यवाद यसरी पढ्नु होला यसले पनि तपाईहरुलाई धेरै फाइदा गर्छ यो आफ्नो लागि हो अरूको लागि हैन अरूले पूजा गरेर अरूले मलाई फाइदा गराएर मलाई अरूले पूजा गरेर मलाई फाइदा होला भन्ने नसोच्नु होला आफूले पनि लेखेर पढ्न सक्नुहुन्छ यो किनभने यो आफूले लेख्दा पनि यो पवित्रै हुन्छ आफूले लेखेको झन् बुझ्छ त्यसले गरेर तपाईहरुले पनि केही पढ्ने कोसिस गर्नुहोस् सिक्नु पर्छ जिन्दगी संघर्ष छ त्यसले गर्दा सबैको दिन सुखमय बितोस् लासो फ्यापुल्ला टासिदेले बुद्धम शरणम गच्छामि धम्मम शरणम गच्छामि संघ शरणम गच्छामि त्रिरत्नको शरणमा जाँदै सबै प्राणी जगतको शरणमा जाँदै लासो फ्यापुल्ला टासिदेले शुभ दिन सर्वमङ्गलम